हिल्टन होटल जुन जेन्जी आन्दोलनमा आगो लगाएर सखाप भएको थियो र यो होटलले फेरि एउटा च्यालेन्ज फेस गर्नु परेको छ। हिल्टन होटलले आफ्नो इन्स्योरेन्स ओरिएन्टल इन्स्योरेन्ससँग गरेको थियो र ओरिएन्टल इन्स्योरेन्सले नेपाल रिइन्स्योरेन्ससँग रिइन्स्योरेन्स गरेको थियो। तर नेपाल रिइन्स्योरेन्स चाहिँ आरएसएम डिएसटी एग्रिमेन्ट भएको छैन भनेर यो इन्स्योरेन्स क्लेमलाई रिफ्युज गरेको छ। ओरिएन्टलको अनुसार उनीहरूले यो एग्रिमेन्ट गर्नको लागि नेपाल रिइन्स्योरेन्सलाई मेल पठाएको, तर मेलको केही रेस्पोन्स नआएपछि यो एग्रिमेन्ट भएको मान्नुपर्छ भन्ने भनाइ छ। अब हुन्छ सिआइएको इन्ट्री। आरोप लगाउँदै कि ओरिएन्टल लाइफ इन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्सको टप म्यानेजमेन्टहरू मिलेर ब्याकडेटेड डकुमेन्टहरू बनाएर फेक प्रोसेस गर्दैछन् भनेर। आरएसएमडिसिटी एग्रिमेन्टको लागि नेपाल रिइन्स्योरेन्सको एग्रिमेन्ट एकदमै जरुरी हुन्छ, तर ओरिएन्टलले चाहिँ हिमालयन रिइन्स्योरेन्ससँग यसको एग्रिमेन्ट गरेको भन्ने कुरा पनि बाहिर आएको छ, जुन चाहिँ नियमको उल्लङ्घन हो। माओवादी आन्दोलनको बेला नेपालमा धेरै नै तोडफोड भएको थियो र यो बेला विदेशी रिइन्स्योरेन्स कम्पनीले रिस्कहरू कभरेज गर्न मानेको थिएन र यही कुरालाई म्यानेज गर्नको लागि 22 वर्ष अगाडि नेपालमा क्याटास्ट्रोफी फन्ड ल्याएको थियो र यो फन्डले त्यो समयदेखि यस्तो दंगा फसादमा परेर ड्यामेज भएको बिल्डिङहरूको रिस्कहरू कभरेज गर्ने गर्छ र यो एग्रिमेन्ट चाहिँ नेपाल रिइन्स्योरेन्ससँग मात्रै गर्नुपर्छ। अनि अर्को कुरा, हिल्टन होटल त अन्डर इन्स्योर्ड पनि रहेछ। होटल एसोसिएसनले 8 अर्बको इन्भेस्टमेन्ट भएको हिल्टन होटलमा जम्मा 5 अर्बको मात्रै इन्स्योरेन्स क्लेम रहेछ। त्यसैले पुरै क्लेम नपाउने र इन्स्योरेन्स एमाउन्टको 60% मात्रै क्लेम पाउने भएको छ हिल्टन होटलले। यो कुराले नेपालको रिइन्स्योरेन्स सेक्टर र इन्स्योरेन्स सेक्टरमा रेगुलेसन र डकुमेन्टेसनको कतिको आवश्यकता छ भनेर सिकाएको। यो केसमा तपाईको के विचार छ? आफ्नो विचारहरू कमेन्ट गर्न नबिर्सिनु होला।